वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म बनाउनु आँटेको झोल मोमो है त। झोलको लागि रेडी गर्दैछु। अब यो भयो प्याज, मैले प्याज काटिसकेको छु, प्याजको पत्ता, लसुनको पत्ता, टमाटर। अनि झोलमा चाहिँ म कोदोको पिठो पनि एड गर्न आँटेको। आज अलिक मिठै खाऊँ भन्ने भइरहेछ, कोदोको पनि खाऊँ भनेर। अनि यो कोदोको पिठो यो चाहिँ साथीहरू, अनि यो चाहिँ चिकन सुप भयो। चिकन सुप चाहिँ यो हो। रेडी गर्दैछु। अब कराईमा तेल बसाएँ, अनि जिरा फुराउँछु थोरै। मैले जिरा पनि फुराएँ। अनि त्यसपछि अब यो प्याजको पत्ता हाल्ने। अनि प्याजको पत्ता पनि हालिसकेँ है। अब चाहिँ यसलाई रातो हुने गरी भुट्छु, किनकि यसको फ्लेभर आओस् भनेर यसलाई रातो हुने गरी भुट्छु। मेरो फ्रोजन मोमो अस्ति थोरै ट्राई गरेको थिएँ ल्याएपछि। अब यति रहेको छ। अब मम्मी र म मात्रै छौँ नि त, साथीहरू दुईजना मात्रै छौँ घरमै। म दुईजनाको लागि मात्रै बनाउन आँटेको हो। अब यो पनि रातो हुँदैछ। 6वटा रेडी गरेँ मैले है। अनि अब यो टमाटर यतिको भइरहेछ। अनि थोरै सोया सस, अनि थोरै यो रेड चिली सस हाल्छु। मैले यतिको रेडी गरिसकेँ झोल। अनि मैले झोलमा पानी यति हालिसकेको थिएँ। अब यो कोदोको यो यस्तो मजाले फुलिँदै उम्लिन्छ। बुक्लुक 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 उमार्ने। फाइनल रिजल्ट चाहिँ यस्तो छ है साथीहरू। यो मेरो कोदोको झोल मोमो, कोदोको पिठो हालेर झोल बनाएको मोमो चाहिँ फ्रोजन ल। ओके बाई।